हेलो साथीहरू, म चाहिँ ड्युटी सकेर हिँडेको है। अब ड्युटी सकेर हिँडेको होइन। तपाईँहरू नि भ्लग बनाउन चाहनुहुन्छ, भ्लगर बन्न चाहनुहुन्छ भने यसरी बाटोमा सार्वजनिक स्थलमा चाहिँ भिडियो खिच्न जान्नुपर्छ है। तपाईँहरूले नडराइकन बिन्दास पारामा यता छ यो बाटो, हामी हिँड्दैछौँ। हाम्रो आन्छिङ दाइ यता उता रोडहरू उता चढिरहेको छ होइन। हामी अहिले ड्युटी सकेर अहिले घरतिर जाँदैछौँ। भ्लग एकदम बिल्कुल अर्ग्यानिक भ्लग। बस पनि आइसकेको छ हामीलाई लिनलाई भनेर। कुरो बुझ्नुभयो नि? कुरो बुझ्नुभयो? त्यसैले साथीहरू, नयाँ कन्टेन्ट क्रिएटरहरूको लागि हो यो भिडियो होइन। भिडियो बनाउन सबैभन्दा पहिला त तपाईँहरूले बाहिर भिडभाडमा तपाईँको यस्तै बाटोतिर चाहिँ भिडियो खिच्न सिक्नुपर्छ, अलिक कन्फिडेन्ट बनाउनुपर्छ होइन। त्यही नै हो हाम्रो नेपाली दाजु हुनुहुन्छ। हो हाम्रो नेपाली दाजु है, नेपाली दाजु कडा पारामा ड्युटी हान्दैछ दाजुले। त्यही भएर अब हामी चाहिँ यता हाम्रो राइफल तोरी ग्याङको अध्यक्ष यस्तो छ स्थिति गाइजहरू। त्यसैले हाम्रो यो चिया कफी खाने चोक हो। ड्युटी सकेर हामी हिँड्दैछौँ अहिले। सेर्ल्याक मारालु